नमस्कार भाइ बहिनीहरू। आज हामीले एउटा नयाँ हिसाबका साथ उपस्थित भएका छौँ र यो हिसाब तपाईहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामीले कसरी सल्भ गर्ने भन्ने कुरा चाहिँ हामीले सिक्ने छौँ। सो हामीले अहिलेसम्म जानेका रुलहरु तपाईहरुलाई थाहा नै होला है। सो यसमा के छ त भन्दाखेरि यहाँ x² - 16y²। सो हजुरहरुले त्यो CF भन्ने कुरा चाहिँ बुझ्नु भयो होला हैन। C भनेको कमन हैन, C भनेको कमन अनि F भनेको फर्मुला। पहिला कमन लिने अनि त्यसपछि कमन लिन मिल्यो भने कमन लिने, मिलेन भने त्यसलाई फर्मुलामा खोल्ने। अब यो दुईटा टर्मबाट हामीले के कमन लिन सकिन्छ? सो केही पनि कमन लिन मिल्दैन। केही पनि कमन लिन नमिले पछाडी चाहिँ अब हामीले फर्मुलामा खोल्ने प्रयास गर्नुपर्छ। सो फर्मुलामा खोल्नको लागि यहाँ हेर्न सकिन्छ, यहाँ x² छ अनि यहाँ के छ 16 छ अनि यहाँ y² छ। अब यहाँ y² त छ, ठीक छ, यहाँ x² छ, ठिकै छ, x² y² भएको भएर यसलाई फर्मुलामा खोल्न सकिन्थ्यो। तर यो 16 लाई के गर्ने त अब? सो यो 16 को लागि चाहिँ हामीले पहिला के गर्न पर्यो त भन्दाखेरि 16 को फ्याक्टर निकालेर अनि चाहिँ हामीले त्यो काम गर्न सकिन्छ। यसरी 16 को फ्याक्टर निकालेर के को होल स्क्वायर हो भनेर के, जस्तो कि यो स्क्वायर को फर्ममा छ, अब ई 16 लाई पनि स्क्वायर को फर्ममा खोल्न सकिन्छ। सो यो तपाईहरुलाई यो थाहा छ भने ठीक छ, यसरी गरेर डाइरेक्ट गर्न सक्नुहुन्छ भने डाइरेक्ट गर्ने, डाइरेक्ट गर्न सक्नुहुन्न भने यसरी निकाल्ने। यसरी 2 8 जा 16 अनि त्यसपछि चाहिँ 2 4 जा 8 अनि त्यसपछि चाहिँ 2 2 जा 4 अनि यो चाहिँ 2 1 जा 2। यानी कि के भयो त भन्दाखेरि 2 * 2 अनि 2 * 2 भनेको 2 2 जा 4 अनि 2 2 जा 4 भनेको 4 * 4 यानी कि के त 4 को स्क्वायर हो। भनेपछि यो 16 लाई चाहिँ डाइरेक्ट तपाईहरुले गर्न सक्नुहुन्छ भने डाइरेक्ट यहाँ 4 को स्क्वायर लेखिदिने, हैन भने यसरी गरेर हजुरले के को स्क्वायर हुन्छ भनेर यसरी निकाल्न सक्नुहुन्छ। सो अहिले हामीले यो 16 लाई 4 को स्क्वायर गरेर अनि चाहिँ एक स्टेप गर्छौं। सो यहाँ हेरिसक्नुभयो हजुरहरुले, यो x² को x² हो माइनस अनि यो 16 भनेको 4 को स्क्वायर अनि y² को y²। अब यति काम गरिसके पछाडी चाहिँ अब के गर्ने त? सो अब चाहिँ हामीले चाहिँ के गर्न पाइयो भन्दाखेरि अब नेक्स्ट स्टेपमा हामीले यो a² र b² इन्डिसेसको एउटा रुल तपाईहरुलाई थाहा हुनुपर्ने रुल हो। त्यो रुल के हो त भन्दाखेरि a² अनि b² भनेको के हो त भन्दाखेरि ab को होल स्क्वायर हो भन्ने कुरा। ab को के रे? ab को होल स्क्वायर भन्ने कुरा चाहिँ तपाईहरुलाई थाहा हुनु पर्यो। जस्तो कि यहाँ 4 को स्क्वायर अनि y को स्क्वायर भनेको के हो त भन्दाखेरि 4y को होल स्क्वायर हो। सो ल हेर्नुस् त, a² माइनस 4y को होल स्क्वायर, 4² अनि y² भनेको 4y को होल स्क्वायर है। अब यहाँ फेरि अब के को फर्ममा गयो? a² माइनस b² को फर्ममा गयो। अब a² माइनस b² को फर्मुला हामीलाई थाहा नै छ, के हो त भन्दाखेरि a प्लस b अनि अर्को a माइनस b, यानी कि यहाँ x छ, x प्लस 4y भनेको b अनि x माइनस 4y है। सो यसरी हामीले खोल्न सकिन्छ। म हजुरहरुलाई एकचोटी यसलाई सबैलाई मेटेर प्रष्टसँग देखाइदिन्छु। स्क्रिनशट गर्न पर्यो, स्क्रिनशट गर्नुस्। पक्कै पनि यो हिसाब तपाईहरुलाई सजिलो लागेको होला है। यदि गाह्रो लागेको छ भने चाहिँ तल कमेन्ट गर्न सक्नुहुन्छ कुन ठाउँमा गाह्रो लाग्यो है। र यदि चाहिँ बुझ्नु भयो भने यसलाई लाइक गर्नु होला, शेयर गर्नु होला साथीहरुसँग अनि यो च्यानललाई अझै राम्रो भिडियोहरुको लागि चाहिँ सब्स्क्राइब पनि गर्नु होला।